अरू कसैले चाहँदैमा सजिलै फेरि अर्को जनयुद्ध हुन्छ, अर्कोले फेरि साँच्चै फेरि बन्दुक उठाएर लडेर देखाउन सक्छ भन्ने चाहिँ मलाई त्यति सजिलो लाग्दैन है। त्यति सजिलै जनयुद्ध भएको जस्तो दुई चारजना उफ्रेको भरमा त्यस्तो होइन। यसको आइडियोलोजी, यसको पोलिटिक्स, यसको स्ट्रेटेजी, ट्याक्टिक्स, फिलोसफी, परिस्थिति धेरै चिज मिलेर हुने कुरा हो। तिनकुनेमा आग लागि र हत्या गरे जस्तो सजिलो कुरा होइन। इतिहासलाई पछाडितिर धकल्न चाहनेहरूले 17,000 को हत्याराका 17,000 को हत्यारा भनिराख्दा होइन, यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो। राज्य पक्षले कति मार्यो, विद्रोहीले कति के गर्यो भन्ने कुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ नि। तर के यो आरोप सत्य हो त? 17,000 माओवादीले, अझ प्रचण्डले आजभोलि त भन्ने, मैले एकजनालाई पिटिया पनि छैन अहिलेसम्म। हत्याको त कुरै छोडिदिनुहोस्, व्यक्तिको कुरा गर्ने हो भने युद्धको नेतृत्व मैले गरेको हो, मैले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा म लिन्छु भनेकै छु। यो सङ्क्रमणकालीन न्याय सम्बन्धी चाहिँ विषयलाई टुङ्गोमा पुर्याउने कुराको आवश्यकता बारे पनि हामी कसैमा पनि विमति छैन। राजनीतिक तहमा जति पक्ष प्रतिपक्ष भए पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने कुरामा भने हामीले सहमति कायम गर्ने कोसिस गर्यौँ, गरि पनि राखेका छौँ। मैले दुई तीनटा कुरा मात्रै यहाँहरूको अगाडि राख्न चाहन्छु। एउटा कुरा त मानिसहरूलाई कहिलेकाहीँ कन्फ्युजन, विभ्रम हुने गर्छ कि कहीँ माओवादी जो जनयुद्धको मुख्य नेतृत्वकर्ता हो ऊ चाहिँ ब्ल्याङ्केट एमनेस्टीको पक्षमा थियो भनेर प्रचार गर्न खोजियो। राष्ट्रिय रूपमा पनि अन्तर्राष्ट्रिय रूपमा पनि त्यो सत्य होइन। मैले अस्ति आइसिजेको एउटा कार्यक्रममा पनि गम्भीरतापूर्वक भनेको थिएँ, ब्ल्याङ्केट एमनेस्टी हुन सक्दैन। त्यसकारण गम्भीर प्रकृतिका मानव अधिकारका उल्लङ्घनका घटनाहरूको छानबिन हुनुपर्छ र दोषीमाथि कारबाहीसम्म पुग्नुपर्छ र मात्रै यो प्रक्रिया दिगो हुन सक्छ भन्ने कुरा चाहिँ सबभन्दा जोड दिएर राख्ने भित्र माओवादी केन्द्र पर्छ भनेर त्यहाँ पनि भनेको थिएँ। म यहाँ पनि भन्न चाहन्छु, मलाई लाग्छ कमरेड खिमलाल देवकोटाले यो कुरालाई चाहिँ गहिरो गरी आत्मसात गर्नु पनि भएको छ र त्यसलाई स्पष्ट रूपमा बुझ्न बुझाउन जरुरी छ। अनि शान्ति प्रक्रियाको सबभन्दा संवेदनशील र जटिल विषय भनेको हतियार र सेनाकै विषय हो। अरू थुप्रै कुराहरू जति गरिए पनि अन्तिममा आएर निष्कर्षमा भन्दा हतियारको व्यवस्थापन कसरी गरिन्छ या गर्न सकिन्छ या सकिँदैन र सेना समायोजन या सेनाको समस्या, लडाकुको समस्या, सेनाको व्यवस्थापन कसरी गरिन्छ भन्ने कुरा नै सबभन्दा डेलिकेट, सबभन्दा सेन्सिटिभ, संवेदनशील कुरा हो। यो नटुङ्गिँदा नै फेरि चाहिँ द्वन्द्व चाहिँ रहिराख्ने खतरा त्यसैमा हुन्थ्यो र यो त्यति सजिलो कुरा थिएन। र यो सेना समायोजनसँग सम्बन्धित र हतियार व्यवस्थापन सम्बन्धी कुरामा पनि जसरी ब्ल्याङ्केट एमनेस्टी होइन, सत्य पत्ता लगाएर दोषीमाथि कारबाही चाहिँ गर्ने प्रक्रिया कुनै न कुनै रूपमा अगाडि जानुपर्छ भन्ने अडान शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले मेरो दिवंगत गिरिजाप्रसाद कोइरालाजीसँग पनि निकै बहस भएर यो मान्यता स्थापित गरिएको हो। तर नेपाली समाजको एउटा वर्ग, एउटा समुदाय, आफूलाई संस्थापन ठान्ने बौद्धिक वर्ग चाहिँ माओवादी केन्द्रलाई र त्यसको नेतृत्वलाई यो जस दिन चाहँदैन, बरु त्यसलाई तोड मरोड गर्ने कोसिस गरि नै राख्छ। त्यसै गरी सेना समायोजन र हतियार व्यवस्थापनको कुरामा पनि सबैभन्दा बढी जोखिम माओवादी केन्द्रले नै उठायो र माओवादी नेतृत्वले नै उठायो। आफ्नो पार्टी विभाजनमा जाने देख्दा देख्दै पनि हतियार व्यवस्थापन आजकै दिन हुनुपर्छ, आजै राति, भएन भने भोलिसम्म थुप्रैको हत्या हुन सक्छ भन्न सक्ने पार्टी भनेको माओवादी केन्द्र नै हो। त्यसकारण मात्रै नो ब्लड सेड, कहीँ पनि ब्लड सेड भएन र हतियार व्यवस्थापन र सेना समायोजन भयो। जबकि पार्टी लिडरसिपले चाहिँ ठुलो मूल्य चुकाउनु पर्यो पार्टी विभाजनको।
त्यही बिन्दुबाट यो कुरा पनि नेपाली समाजको त्यो वर्ग र त्यो समुदायले माओवादी केन्द्रलाई र माओवादी लिडरसिपलाई यो जस दिनै चाहँदैन, बरु उल्टो एउटा नेरेटिभ बनाउने जबरजस्त कोसिस भएको छ। 17,000 को हत्यारा किन हामीलाई गाह्रो भइरहेको छ यसको डिफेन्ड गर्न? नो ब्ल्याङ्केट एमनेस्टी भनेर अडान लिने माओवादी नै हो, माओवादीकै लिडरसिप हो भन्न तपाईँहरूलाई किन गाह्रो भइरहेको छ? हतियार व्यवस्थापन र सेना समायोजन जोखिम उठाएर पनि माओवादीले टुङ्ग्याएकै हो भन्न तपाईँहरूलाई कठिन किन भइरहेको छ? इतिहासलाई पछाडितिर धकल्न चाहनेहरूले 17,000 को हत्याराका 17,000 को हत्यारा भनिराख्दा होइन, यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो। राज्य पक्षले कति मार्यो, विद्रोहीले कति के गर्यो भन्ने कुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ नि। तर के यो आरोप सत्य हो त? 17,000 माओवादीले, अझ प्रचण्डले आजभोलि त भन्ने, मैले एकजनालाई पिटिया पनि छैन अहिलेसम्म। हत्याको त कुरै छोडिदिनुहोस्, व्यक्तिको कुरा गर्ने हो भने युद्धको नेतृत्व मैले गरेको हो, मैले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा म लिन्छु भनेकै छु। तर यति धेरै चाहिँ गलत आरोप चाहिँ लागिराख्दा म बुद्धिजीवीहरूबाट, विभिन्न राजनीतिक दलहरूबाट, 7 राजनीतिक दल जो त्यति बेला हामी सबैले मिलेर 12 बुँदे समझदारी गरेको हो, शान्ति सम्झौता गरेको हो, कोही पनि बोलेको मैले त्यति देख्न पाएको छैन। तपाईँहरू पनि कोही नि बोल्न, यसमा बोल्नुभन्दा नबोल्नु नै ठिक भने जस्तो गरेको देख्छु मैले। यो ठिक छैन। यसरी शान्ति प्रक्रियालाई साँचो अर्थमा निष्कर्ष र दिगो बनाउन सकिँदैन। सत्यलाई सत्य भनेर चाहिँ राख्ने आँट हामी गर्न सकिँदैन भने हामीले कसरी चाहिँ समाजलाई एउटा नयाँ स्थायित्व र रूपान्तरणतिर लान सकिन्छ भन्ने प्रश्न म राख्न चाहन्छु। सेना र हतियार व्यवस्थापनको कुरा या यो शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने कुरा कसै न कसैले त अलि बढी जोखिम लिनै पर्थ्यो। त्यसै गरिकन यौनजन्य हिंसामा परेका महिलाहरूको पीडालाई अगाडि ल्याउने, उजागर गर्ने र समाधानको निम्ति पहल गर्ने कुरा साँच्चै नै देवीजीले गर्नुभएको छ। म उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आजभोलि भाष्य बनाइन्छ क्या सबै उस्तै, लोकतन्त्रलाई नेतातन्त्र भनिदिया छ, सबै नेता उस्तै हुन् भनिदिया छ, सबै पार्टी उस्तै हुन् भनिदिया छ। अनि त्यो भनेर फाइदा कसलाई पुर्याएको छ त भन्दा सबभन्दा निरङ्कुश र तानाशाहीहरूलाई। यो विषय पनि चाहिँ यहाँ पनि चाहिँ सबै उस्तै हुन् अथवा माओवादी मात्रै 17,000 को जिम्मेवार हो, हत्यारा हो, आतङ्ककारी हो भन्ने भाष्य हो भने विस्तृत शान्ति सम्झौता र त्यो शान्ति सम्झौता अन्तरिम संविधानको अङ्ग भएको कुरालाई हामी के भन्छौँ त? त्यो गलत हो? त्यो त होइन, हामी कोही भन्दैनौँ। हामीले त्यति बेला यो कुरा राख्दै गर्दा सबभन्दा बढी भिक्टिम चाहिँ त माओवादी र माओवादी समर्थक छन् नि देशमा। तपाईँ सङ्ख्यात्मक हेर्नुभयो भने पनि गुणात्मक हेर्नुभयो भने पनि देशभरि हजारौँको सङ्ख्यामा बेपत्ता हुने को छन्, बलात्कारमा पर्ने को छन्, मारिने को छन् भनेर तथ्यपरक ढङ्गले हेऱ्यो भने सबभन्दा बढी भिक्टिम त माओवादी छ नि, माओवादी नजिकका छन्। अनि माओवादीले भिक्टिम सेन्टर्ड हुनुपर्छ भन्नुको अर्थ छ, तात्पर्य छ, मर्म छ त्यो भित्र। किनकि सबभन्दा बढी भिक्टिम हुनुको नाताले भिक्टिम सेन्टर्ड हाम्रो मान्यता स्थापित भएन भने हामीले अन्ततः त्यसलाई पुरा गर्न सक्दैनौँ भन्ने सबभन्दा बढी सोच्ने हामी छौँ। तर एक थरी मानिसहरूलाई के छ भने हामी भिक्टिम सेन्टर्ड छैनौँ, हामी पीडितहरूको पक्षमा छैनौँ क्यारे माओवादी छैन क्यारे माओवादी नेतृत्व भने जस्तो प्रचार भइराख्छ, हुने गरिराख्छ। एउटा वर्ग, एउटा समुदाय, एउटा तबका छ जसले त्यो भनिराख्न चाहन्छ आफ्नो राजनीतिक फाइदाको लागि। यसमा सबभन्दा बढी अडान कसैले लियो भने तपाईँले खोज्दै जानु, सबै पार्टी उस्तै उस्तै हुन्, सबैले राम्रो गरेर त भयो, हुन त भयो, सबैको सहमति नभए त हुनेवाला थिएन। यो त बुझिने कुरा हो नि। तर बुझ्न पर्ने अर्को कुरा, सबभन्दा बढी को अडिएर यो भयो भन्ने पनि त बुझ्दिन पर्यो। तपाईँ हामी सबैले यो कुरा पनि बुझिएन भने त फेरि साँचो अर्थमा यसलाई टुङ्ग्याउन पनि त गाह्रो होला। अरू कसैले चाहँदैमा सजिलै फेरि अर्को जनयुद्ध हुन्छ,
अर्कोले फेरि साँच्चै फेरि बन्दुक उठाएर लडेर देखाउन सक्छ भन्ने चाहिँ मलाई त्यति सजिलो लाग्दैन है। त्यति सजिलै जनयुद्ध भएको जस्तो दुई चारजना उफ्रेको भरमा त्यस्तो होइन। यसको आइडियोलोजी, यसको पोलिटिक्स, यसको स्ट्रेटेजी, ट्याक्टिक्स, फिलोसफी, परिस्थिति धेरै चिज मिलेर हुने कुरा हो। तीन कुनेमा आग लागि र हत्या गरे जस्तो सजिलो कुरा होइन।